कहिले सफा गरिसक्नु गाईहरू कहिले सरी सर नि जिन्दगीको गोरेटोमा मेघा चाहिँ आजदेखि स्कुल जान आँटेको छ यता र जङ्गल हिँडेको मान्छेहरू जिम गर्छ मेरो जिम चाहिँ यही हुन्छ एक्सर्साइज अब गाउँ हो गाइज गाउँ यहाँ कसैको पर्वा छैन यहाँ यत्रो छोडेर बोल्यो भने पनि कसैले केही भन्छ कति मेहनती छु म कति काम गर्छु त्यो दार्जिलिङ यो डेलो यहाँ नामले लिएको झुला यस्तो छ मेरो बुढाको सपना हाल्यो झुला कि जस्तो ठाउँमा बस्यो त्यस्तै खालको गर्नु पर्यो नि त गाउँमा बसी गाउँकै काम गर्नु पर्यो सहरमा बसेछु सहर हेलो हेलो एन्ड नमस्ते गाइस तपाईँलाई फेरि पनि स्वागत छ मेरो अर्को न्यू डे न्यू भ्लगमा अनि मेरो यो नयाँ घरदेखि सुरुवात गरिरहेको छु आजको भ्लग चाहिँ अनि हामी चाहिँ सरसफाइ गर्दैछौँ घरमा यस्तै साह्रो धुरहेछ यो चाहिँ हो हाम्रो नयाँ फिलहाल यतिको चाहिँ भइरहेछ होइन अब बिस्तारै बिस्तारै हुन्छ होइन अब बिस्तारै बिस्तारै अहिले बस्ने लायकको चाहिँ भइरहेछ अनि सबै सरसफाइ गर्दैछु अनि भिडियो ब्लग पनि बनाइदिनु पर्यो भनेर क्या त्यही हो अब चाहिँ सरसफाइ गर्छु नि भेट्छु र यहाँ हातहरू धुलोले यस्तो भइरहेछ मैला यहाँ म चाहिँ घरबाट हाल्दैछु नि त त्यही भएर कहिले सफा गरिसक्नु गाईहरू कहिले सफा गरेर सर्नु यहाँ यस्तो भइरहेछ यस्तो धुलो छ त्यही हो यहाँ नामले लिएको झुला यस्तो छ मेरो बुढाको सपना हाल्यो झुला किन्ने चाहिँ यहाँ लाइटहरू बनाएको छैन लाइटहरू मेछेर उठेछ गुड मर्निङ यसको हेर्नु चप्पल नि माथि छ हौ यो अब भरे मात्रै खोल्ने भोलि पर्सि मात्रै खोल्ने अब सबै सेट गरेर खोल्नु भन्दैछ मेरो छोरा चाहिँ उठेरै पर्खा चप्पल लुगा सुगाउनु डोरी बनाउनु भएको यस्तो चाहिँ मेरो घर छेउछेउमा चाहिँ यस्तो छ यस्तो छ ऊ त्यो दार्जिलिङ यो डेलो कालिम्पोङ यो मुनिको सिलगढी जाने बाटो सबै देख्छ अब घरबाट अनि यहाँदेखि माथि यस्तो छ फिलहाल चाहिँ हामी चाहिँ यहाँ सुत्दैछौँ मैले 2-3 दिन भयो थाहा छैन होइन नयाँ घरमा अब हिन्दूहरूले पूजा गर्छ क्रिस्चियनहरूले प्रार्थनाहरू गरेर सर्छ होइन तर सुत्नु चाहिँ मिल्छ मिल्दैन त्यो चाहिँ थाहा भएन सुत्नु चाहिँ मिल्छ मिल्दैन तर खाना चाहिँ पकाउनु हुँदैन थाहा छ फर्स्ट चुलो चाहिँ अब प्रार्थना कि त पूजा गरेर सर्छ नि त मान्छेहरू त्यही हामी अहिले फिलहाल नै सुत्दैछौँ नि त चिसो हावा आउँदैछ तर यहाँ मजाले सुत्नु यो हो मेरो जेठीको घर जेठानी यहाँ माथि चाहिँ छ उयो देख्दै हुन्छ सेतो सेतो हाम्रो घर चाहिँ देख्दैन हो त्यहाँ चाहिँ हाम्रो घर छ यो जेठीको घर यो कान्छीको घर भयो माइली जेठी कान्छी भन्दा नि त्यो घर चाहिँ मूल घर हो ऊ परको चाहिँ मूल घर हो त्यही हो अनि यहाँ चाहिँ यस्तो अहिले गिटी यहाँ चाहिँ पिच रोड आउन आँटेको छ गाइजहरू हाम्रो घर अगाडि चाहिँ पिच रोड आउँछ यहाँदेखि पिच जस पिस ठाउँ छ शान्त आराम यस्तै मनपर्छ मलाई त बेसी छिमेकी बेसी मान्छे भयो भने के हुन्छ कुरा काटाकाट हुन्छ यही ठिक छ सुनसानमा एकान्तमा बस्ने बिन्दास बस्ने हो यहाँ यस्तो छ यति घर छ हाम्रो चाहिँ यतातिर यहाँ चाहिँ रोड छ यहाँ माथि रोड छ बिस्तारै बिस्तारै तपाईँलाई बिस्तारै सबै देखाउँछु के छ त्यही हो अब छिटो सफा सरसफाइ गरेर सरौँ भनेर सोचिरहेको छु नि होइन अब अनि मैले चाहिँ भिडियोहरू यो अब साह्रै ढिलो आउँछ होला भ्लगहरू किनभने मैले भिडियो एडिट गर्नै पाएको छुइनँ अस्ति घर नेपालदेखि यताको भिडियोहरू भ्लगहरू एडिट गर्नै पाएको छुइनँ क्या बिजी उठेँ आज 5:30मा उठेको गाइजहरू 5:30मा उठेर मैले लुगा धोएको यहाँ लुगा सुकाइरहेको छु नानीको मेरो अस्ति लगाएर आएको लुगा मैलै थियो नि त
अनि धुएँ अनि बिहान 5:30 उठेर काम गरे हिजो पनि हिँडेँ डुलेँ आज पनि यस्तै। आज त घरको काम गर्नु छ, काम केही मात्रै कुदेको छौँ। त्यही हो, अब म 1-2 दिन चाहिँ साह्रै बिजी हुन्छु। मेरो भ्लग चाहिँ ढिलो आउँछ होला, तर आउँछ। अब मेरो स्टोरेज फुल हुन्छ कि भन्ने डर लागिरहेको छ। स्टोरेज फुल भयो भने पनि किनेर भए पनि म भ्लग बनाउँछु, के अरे स्टोरेज किनेर। त्यही हो, यसमा भेट्छु ल, बाई बाई। सो गाइस, म चाहिँ अहिले हिँडेको के अरे पत्कर सोध्नु, पत्कर लिनु, पत्कर के भन्छ, पत्कर सुकेको उयो क्या, सुकेको पत्ताहरू टिप्नु गएको लिनु, फुल रोप्नुको लागि। जङ्गल हिँडेको यस्तो छ है, देख्यो कति मेहनती छु म, कति काम गर्छु। ठाउँ अनुसार बस्नु पर्यो नि त होइन गाइस, जस्तो ठाउँमा बस्यो त्यस्तै खालको गर्नु पर्यो नि त। गाउँमा बसी गाउँकै काम गर्नु पर्यो, सहरमा बसेपछि सहर जस्तै सुत्दै खाँदै बस्नु पर्यो। यहाँ त यत्तिको बिजी भइरहेको छु कि घरले गर्दा। मेरो बुढा पनि छ, हिँड्दैछ मेरो बुढा चाहिँ, कता गयो? त्यही हो, अब गल्यो, हिँड्नु सक्दिनँ, साह्रै दम पर्छ। त्यसले देखाउँछु ल, मैले भेट्छु ल, बाई बाई। हिँड्न जङ्गल, हजुर मेरो बुढा हिँड्नु जान्दिनँ, लड्छु पो त फेरि। यस्तो छ जङ्गल चाहिँ, जङ्गल नै मङ्गल। म अहिले पुगेर भेट्छु ल, जङ्गल कत्रो जङ्गल छ नि यहाँ भाइ। यस्तोतिर चाहिँ कस्तो नेचुरल दामी आउँछ हौ फोटोहरू चाहिँ, किन होला है, भिडियोहरू राम्रो आउँछ क्या। लड्यो भने त छैन त जङ्गल। यस्तो छ यहाँको जङ्गल चाहिँ, यहाँ नै नाम्लो बोकेर हिँडेको गल्यो। सोत्तर भनेको चाहिँ यस्तै, यो सुकेको पत्ताहरू। कस्तो जङ्गल छ नि, मेरो बुढा स्याहार भए पनि हुँदैन त। मान्छेहरू जिम गर्छ, मेरो जिम चाहिँ यही हुन्छ, एक्सर्साइज। अबदेखि मेहनती हुनु पर्यो, म पनि काम गर्ने। कति गर्मी भयो गाइजहरू, भिडियो एडिट पनि गर्नु पाएको छुइनँ जिन्दगीमा, लाइफमा चाहिँ सबै कुरा सिक्नु पर्यो नि त होइन गाइजहरू, होइन तपाईँलाई थाहा हुनु पर्यो नि त के गर्नुपर्ने। त्यही भएर म पनि यहाँ सिक्न आएको हल्का हल्का। अब बुढाले छोडेर गएपछि त यस्तै काम गर्दै बस्नु पर्यो नि गाउँघरमा। त्यो कस्तो जङ्गल देखाउँछु ल, जङ्गल। दिस इज जङ्गल। यो जङ्गलमा चाहिँ नि थुप्रो गाउँको मान्छेहरू हुन्छ, यहाँ बाख्रा चराउने, बाख्रा चराइबस्छ यतातिर। म पनि बाख्रा पालेर चराउन आउनु पर्यो यहाँ जङ्गल दिउँसोतिर। जङ्गल देख्नु पो, जङ्गल सुनसान यस्तो पो रहेछ। म त यो सोत्तर पो भनेको, सोत्तर कि पोत्तर। यो चाहिँ फुल रोप्नुको लागि। किरा यस्तो भेट्छ नि, कसरी चाहिँ म हात लाउनु यहाँ? अर्को रहेछ। यसले टोक्यो भने त नि तपाईँ पाउँदैन भन्छ होइन? म त साइको भइसक्यो। त्यस्तो किरा झन् कति हुन्छ यता तल घरतिर हुन्छ। प्रतिभा बहिनी यहाँ छु है, ठुलो छोराले कराउनु सुनिन। छिटो आउनु।
यो गाउँ हो गाइज, गाउँ। यहाँ कसैको पर्वा छैन। यहाँ यत्रो छोडेर बोल्यो भने पनि कसैले केही भन्दैन। छिटो आउनु। यहाँ जङ्गल जनावरहरू भाग्छ ठुलो छोले करायो नि। छिटो पुगेको छैन। ल एस्टोनलाई पनि लिएर आएछ। एस्टोन पनि पाउँदो रहेछ। यिनीहरू सबै आएछ हेर। यहाँ आउँदैछ हेर। मेरो छोरा पनि आउँदै रहेछ। सेनापति लिएर आउँदैछ। को आएको? सबै भाइटा भुलुङ बोलेर आयो क्या। ए होइन पो रहेछ एस्टोन। म त एस्टोन लिएर आइ क्या भनेको त। आउँदैछ बहिनी। सोधकर लिन गरे यस्तो सोधकर यस्तो यो वाला। लाउने यहाँ म भिडियो गरिदिँदैछु राम्री मान्छेको हिरोनीको। कराउँदै आउनु कराउँदै। यहाँ उयो मल लिनु पाएको रहेछ। म त सोधकर कि के भन्छ सोधकर। ए मल लिन आएको तपाईँ पनि? सोधकर भन्दैछ त नि। कहाँ छ? हाम्री बेहेना एक नम्बरको मेहनती काम गर्ने गोठालिनी आइपुग्यो। भाउजूलाई त छैन, दाजुलाई मात्रै सम्मान छ। लिनुहोस्। हो भाग्यमानी हुनु। एकैचोटि जम्ले होस्, सिङ्गल नहोस्। मम्मी एरिक पो रहेछ। म त मेरो छोरा भनेर आएको। मेरो छोरा सँगैको हो नानी पनि। हेलो गरिदिउ। हेलो गर। कतिको बोल्छौ? हेलो गर। हेलो गरिदिउ न। मुखले मुखले गर हेलो भन। हेलो। के हो तिम्रो नाम? एरिक राई भन। त्यही हो है। धन्न मैले टेकिन छु सिस्नो। यहाँ टेकेछ उसलाई। होइन हौ कमिलाले चिलेको। खै हेरौँ त। हामी बेना पनि आएको अरे। यही मलै लिन आएको रहेछ। म चाहिँ सोधकर भनिरहेको थिएँ। यो त आफै टिप्नु पर्यो नि अन्त। के को लागि तपाईँ चाहिँ? मल ल्याउनु। मल त ल्याउनु नि केमा लाउने? सेम्पी यहाँ पनि फुलमा लाउने। यहाँदेखि त कहाँ बोकेर सक्छ त अनि है बारीको त है। यसमा चाहिँ गाईको मल अलिअलि मिक्स गरेर रोप्नुपर्छ के दामी हुन्छ। कति ज्ञानी भएर बसेको नि। हेलो भन न। नमस्ते जय मसी गरिदेऊ। नमस्ते। खै हात जोडेको नि। कति राम्री हौ हेर न। दुईजना राम्रो र राम्री। मेरो छोरा भन्दा 3 महिना कान्छो। 3 महिना जेठो ऊ चाहिँ। मेरो छोरा भन्दा चाहिँ 3 महिना जेठो छ्या कान्छो भनेछु। हेलो भन। चिल्लै बनायो। यहाँ चाहिँ हामी नन्द बहिनीले के गर्दैछिन्? के लाग्यो? हातमा हौ। साह्रै काम गर्छ है मेहनतीहरू। अब यस्तै हो। भाउजूको मालिक दिनमा यस्तै हो। म त तपाईँलाई लिएर जान्छु। चटपटे खुवाउँछु भन्दै लिएर आउँछु। होइन गाईहरू फुल त रोप्ने होला चटक्कै। रोप्नु परेन नि फेरिराख्नुपर्छ र फुलको माटो। फेर्नुपर्छ र अन्त फेरि त रहनुपर्छ त। त्यसलाई थप्नुपर्छ हो। त्यो पहिलो भएपछि अर्को माटो लाउनुपर्छ। अब सिकाइ माग्नुपर्छ। यहाँ नन्दहरू छ सबै मेहनती नन्दहरू बहिनीहरू। त्यही हो। एकछिन भेट्छु ल। हाम्रो चाहिँ के अरे बहिनी के को पाउँछ हौ। जाँदैछौँ घर उयो हाम्रो मेरो सेनापतिहरू। मेरो घर अहिले म देखाउँछु तिमीलाई। ओके मेरो घर हेर्ने अरे हौ। यहाँ प्रतिमा आउँदैछ पछि। मेरो ब्लग गाडी गयो। म चाहिँ यहाँ भिडियो गर्दै हिँड्दैछु।
अहिले म हल्का बानी भएको छुइनँ नि त नभए यो भिडदेखि खस्यो भने त म मुनि पुग्छु त फेरि त्यही भएर बिस्तारै बिस्तारै बानी गर्नुपर्छ अलिअलि त्यही हो अन्त नि यहाँबाट लड्यो भने त फेरि म त तल पुग्छु त कहाँ पुग्छु यिनीहरूले मलाई भेट्दैन पनि होला हाँस न हौ झन् हँसाएको त हाँस न त कोही पनि ल तपाईँलाई भनेको अनि म यहाँदेखि लड्यो भने भेट्दैन भने चाहिँ हाँस्नु पर्दैन ओ यिनीहरू न कसरी हिँडेको होला है नलडी हिँड्छ हौ टुई बानी होला है हामी चाहिँ यहाँ रात परिसक्यो रातिको कति बज्यो भने 10 बज्न आँट्यो 9:30 भयो खानासाना खाएर हामी चाहिँ कलर लाउँदैछु कलर लाउँदैछ मेरो कुरा चाहिँ हामी चाहिँ कलर लाउनु आँटेको रात पर्यो थर्किन्छ केही छैन नि त सामान भोलि भेट्छु ल भोलि भेट्छु अब यो भिडियो कन्टिन्यू गर्छु सायद कहिलेसम्म कन्टिन्यू गर्छु थाहा छैन यो सरिजेलसम्म कन्टिन्यू गऱ्यो भने चाहिँ तपाईँले देखिहाल्नुहुन्छ बाई बाई गुड नाइट भोलि भेटौँ ल सो गाइस गुड मर्निङ आज चाहिँ भोलिपल्ट हो अनि हामी चाहिँ बिहानै बुढाबुढी भएर 5 बजी उठेको कलर लगाउँदैछु यहाँ मैले लगाएको हेर्नु न कलर कस्तो छ गाइजहरू हेर्नु ल म कलर लगाउँदैछु फर्स्ट टाइम लगाएको जिन्दगीमा कहिले लगाएको थिएन कलर हिजो रातभरि लगाएको यो चाहिँ हामीले यति अब चाहिँ यति लाउँदैछौँ त्यही हो भोलि भेट्छु ल कलर लाउँदैछु म चाहिँ हेर्नुहोस् है मैले लगाएको कलर कस्तो छ मेरो चाहिँ आजदेखि स्कुल जान आँटेको छ यता र टक टक अब मेरो छोराको पनि छ नि कोट पनि छ यहाँ छिटो लु म त लाउनुपर्छ जुत्ता लाउनुपर्छ आजदेखि चाहिँ मेरो छोराले स्कुल पढाउन आँटेको अनि यहाँ चाहिँ मेरो छोरो भतिजको ब्याग खोला घाँटीमा बेर न घाँटीमा अमी गर्मी हुने रहेछ लु स्कुल जानलाई रेडी ब्याग ल के गरेको लड्छ हौ बे रिदमलाई पनि चढाएछ फेरि रिदम त यहाँ अर्थ्यो होला बरु स्कुटीमा हालत भइरहेछ गाइजहरू हाम्रो घरको मेरो बुढा चाहिँ कलर लाउँदैछ अब म चाहिँ पुस्न आँटेको यहाँ कपडाले मलाई यो सिडीहरू पुसौँ भनेर त्यही हो नानीलाई पनि आजदेखि स्कुल पठाएँ होइन मैले आजदेखि स्कुल गयो नानी पनि अब चाहिँ यहाँ मजाले सफा गर्ने होइन गाइस साह्रो पर्दो रहेछ है गाइजहरू घर बनाउनु कहिले सरिसक्नु नि जिन्दगीको गोरेटोमा पहिला त उयो गर्नु पर्थ्यो होला बढाउनु पर्थ्यो होला कहिले पुसिसक्नु यस्तो छ यहाँ हेर्नु त यस्तो छ यस्तो त्यो गाइस म चाहिँ भिडियो एडिट गर्नु पनि भ्याएको छुइनँ साँच्ची भनेको यहाँ आएदेखि यस्तो बिजी छु यहाँ न मुखमा घाउ भएर यस्तो बिजी भएको छु यहाँ आएर फोन समेत हेर्नु भ्याएको छुइनँ म यस्तो बिजी भइरहेछु अनि भिडियो एडिट गर्नु पर्यो नेपालदेखि आएको होइन नेपालदेखि आएको यता भिडियो पनि एडिट गर्नु पाएको छुइनँ 1 हप्ता भइसक्यो हामी आएको चाहिँ भिडियो एडिट गर्नु पनि भ्याएको छुइनँ त्यही हो यस्तै छ चलिरहेछ अब जहिले यो घरमा सरेपछि मात्रै कम्प्लिट भएपछि मात्रै म फ्री हुन्छु अलिक त्यही हो अब म सायद आज चाहिँ म भिडियो जसरी भए पनि म लाउँछु नेपालदेखि आएको एडिट गरेर
त्यही हो अब भिडियो पनि कति धेरै बनाउनु पनि भएको छुइनँ नभए मेरो यति धेरै अब मेरो भिडियो बनाउने खालको त भिडियोहरू यति भएको थिएन डुलेको डुले हिँडेको हिँडे घरि कहाँ घरि बत्ती लिनु घरि लाइटको लागि घरि केको लागि हिँडेको हिँडे बजार त हिँडेको हिँडेछु भ्लग बनाउनु पनि पाएको छुइनँ भ्लग बनाऊँ भने पनि भिडियो स्टोरेज फुल हुन्छ भनेर बनाएको छुइनँ त्यही हो नभए कन्टेन्ट त डेली भइरहेछ नि हो यहाँ मेरो तर स्टोरेज फुल हुन्छ भनेर टेन्सनले बनाएको छुइनँ त्यही हो गाइस अब चाहिँ म सफा गर्छु ल अहिले भेट्छु अनि यो भिडियो चाहिँ म आज चाहिँ भरे यो भिडियो चाहिँ भरे म बेलुकातिर एन्ड गर्छु अनि एकपछिटि तपाईँलाई चाहिँ म यो मेरो घर सबै कम्प्लिट गरेर सफा बनाएर घर सबै सेट भएको दिन चाहिँ त्यो दिन चाहिँ म भिडियो तपाईँहरूसँग कन्टिन्यू गर्छु ल अहिले चाहिँ बाई बाई सो गाइस म चाहिँ सिडी सफा गर्दै 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 माथिबाट यहाँ आइपुगेँ यस्तो छ अब यहाँ बाँकी चाहिँ यति हात झन गर्दैछ हेर्नु न हात मेरो बुढा चाहिँ नानी लिनु गएको छ नानी स्कुल छुट्टी भइसक्यो 9, 10, 15मा लाग्दो रहेछ अनि 11, 12 10, 11, 12 3 घन्टा त पढाउँदो रहेछ यहाँ नर्सरी एलकेजी युकेजीसम्म चाहिँ होला त्यहाँदेखि चाहिँ 3 बजेसम्म पढाउँछ 3-4 बजेसम्म है यस्तो कहिले यो घर कम्प्लिट गर्नु म त हत्तु भयो छ्या यो घर बनाउनु जस्तो साह्रो त जिन्दगीमा त कहिले चाहिँ सफा गर्नु हरेस लगाइसक्यो हरेस यहाँ चाहिँ भुइँ सफा गर्नु बाँकी नै छ यो लाइटको मान्छेहरू हिजो यति बल लगायो यो लाइटको मान्छेहरू 12-1 बजे आउँछ एकछिन काम गर्छ जान्छ बाई बाई फेरि उहाँ यस्तो पोल्ट्री कुखुरा पालेको छ कि ब्रोइलर कुखुरा यहाँदेखि 10,000वटा पालेको छ अरे झिँगा आएर गनाएर बियोस हुन्छु बियोस उहीँ घरको तल छ क्या छ्या अहिले पनि गनाउँदैछ कसरी बस्नुलाई छ्या म त हरेस लाग्यो गनाएर मऱ्यो त्यही हो भरे कम्प्लिट भएर अब सफा गर्छु अनि त्यही हो बनाएर मऱ्यो गएपछि ल ड्याम थियो नि त यस्तो अब यहाँ चाहिँ मेरो छोराको स्कुल त्यही मेरो छोराले नआएको छुट्टी हुन्छ नि त तिम्रो होइन जोएल आम्मामामामामा यिनीहरू त यता एस्टोन देखेन यो रातो एस्टोन आऊ सो गाइस म चाहिँ भिडियो एन्ड गर्छु भन्दा बिजीको बिजी अस्तिको भिडियो एन्ड गर्नु पाएकै छुइनँ आज चाहिँ एन्ड गर्नु पऱ्यो हेर्नु न मुख पनि घाउ भइरहेछ यहाँ अनि सफा गर्दा सफा बल्ल गरिसकेँ यहाँ बाहिर अब भित्र गर्नु बाँकी छ यहाँ सफा गरिसकेँ यहाँ एकछिन ढल्केको यहाँ गलेर मैले मेरो भिडियो चाहिँ यहीँ एन्ड गर्नु पऱ्यो होइन कस्तो लाग्यो भनिदिनु ल कत्रो भयो छोटो भयो कत्रो भयो थाहै छैन भिडियो मजाले गर्नु पाएको छुइनँ बल्ल यहाँ बाहिर चाहिँ सफा गरिसक्यो अब भोलि चाहिँ भित्र सफा गर्नुपर्ने छ त्यही हो छिटो गरेर सरौँ भनेको अब कहिले अब सक्यो अब त धेरै छैन होइन कलर लाउँदैछ कलर लगाइसकेपछि पुसपास गरिसके सरिहाल्ने त्यही हो तपाईँहरूलाई आज मेरो भिडियो कस्तो लाग्यो भनिदिनु होला सुरुदेखि अन्तिमसम्म हेरेर यहाँसम्म आइदिनु भएकोमा तपाईँहरू सबैजनालाई धेरै मनदेखि नै धन्यवाद म त्यस्तो गरिरहेको छु बिहान उठेदेखि ढाक्को धाइ गरेको यति साह्रो परिरहेछ कि गलिसकेँ यहाँ त्यही हो अब फेरि नेक्स्ट भिडियोमा भेटौँला भन्दै हाँस्नुहोस् रमाउनुहोस् क्या पत्ता कल्लो नहो बाई बाई